हेलो साथीहरू, आज चाहिँ चैते दसैँ स्पेशल। आज चाहिँ हामी मोमो बनाउँदैछौँ। अब मोमो बनाएको भिडियो तपाईहरुलाई देखाउँछु ल। मेरो दिदीले मोमोको लागि पिठो रेडी गर्दै हुनुहुन्छ। अब चाहिँ हाम्रो दिदीले मैदा माडिसक्नुभयो। अब चटनीको लागि तयारी गर्दै हुनुहुन्छ। यहाँनिर प्याज केलाउँदै हुनुहुन्छ, टमाटर ल्याउनु भएको छ। के को चटनी बनाउने हो नि दिदी? यो मैले तन्दुरी चटनी बनाउने हो। के रे यो खुर्सानी हजुर, अनि प्याज हजुर, टमाटर फ्राई गरेर लसुन कली हजुर, मन पर्यो भने एउटा दुईटा पुदिनाको पात राख्ने। हजुर, त्यसपछि फ्राई गरेर चटनी बनाउने एकदम राम्रो बन्छ यो चटनी। अरु धेरै जसोले तिल वगैरह पनि एड गर्नुहुन्छ। हामी चाहिँ तिल यहाँ चाहिँ दिदीले मोमोको लागि चटनी रेडी गरेर ल्याउनु भयो। गाई चटनी त रेडी भयो, तर मैले कसरी फ्राई गरेँ के गरेँ यस्तो यो सबै चिज देखाउन मिलेन। भिडियो धेरै लामो हुन्छ भनेर मैले सबै रेडी गरेर त्यसमा मैले पुदिना अनि टमाटर प्याज सबै फ्राई गरेको थिएँ। त्यसपछि मैले पिसेँ। यो यतिको ठिक छ। के रे कोबिली हुन्थ्यो भने अझ राम्रो हुन्थ्यो। कोबिली अहिले अवेलेबल थिएन, त्यही भएर मैले यसमा राखिनँ। तर यतिकै पनि राम्रो छ, धेरै मिठो छ यो चटनी। चटनी रेडी भइसक्यो। मोमोको स्टफिङ वगैरह हुँदैछ, त्यहाँ बनाउँदैछु। त्यसपछि अहिले बुट्टा भर्दाखेरि फेरि अर्को स्टफ देखाउँछु। अब चाहिँ मोमोको लागि किमा रेडी हुँदैछ है। यो पनि आज दिदीले नै गर्दै हुनुहुन्छ। किमा भाइले भर्खरै तयार गर्यो। अब यसलाई राम्ररी म्यास गर्न पर्यो, नत्र सोयाबिन एकातिर हुन्छ मासु एकातिर भयो भने फेरि राम्रो हुन्न। मार्न पर्यो नि राम्ररी। फेरि भेटौँला। हाम्रो भाइले मोमोको लागि रोटी बेल्दैछ। हेलो भाइ राजा, के भन्न चाहन्छौ? म आज धेरै भोका छु। म मोमो टन्न खानी हो। कस्तो लागिरह? आन्द्रा लास्टै भोका खान। अब एकदम खानी हो। फेरि भाउजूले र दिदीले मोमो बुट्टा बनाउन थाल्नुभयो। ल यति बन्दैछ। यहाँ चाहिँ दिदीले र भाउजूले बनाउँदै हुनुहुन्छ मोमो चाहिँ। भाउजूको सुकेको दिदीको फुकेको भयो क्या? हाम्रो मोमो चाहिँ 3 स्टिम रेडी भयो। 2 स्टिम 3 स्टिम मोमो चाहिँ रेडी भयो। वाउ, फाइनल्ली साथीहरू मोमो चाहिँ रेडी भयो हाम्रो। अब चाहिँ हामी मोमो खान गइरहेका छौँ। जस्तो केटा। हेलो भाइ, मोमो कस्तो छ? ल ठिक। मोमो चाहिँ खान लाग्यो। मोमो चाहिँ एकदम मिठो भएको थियो। यो मोमो यस्तो मिठो मोमो बनाएर दिएकोमा दिदीलाई, भाउजूलाई, उसलाई त सुरजलाई सबैलाई धन्यवाद है। आजको चैते दसैँ चाहिँ हामीले यसरी मनायौँ है। तपाईँहरू कसरी मनाउनु भयो? लकी, कस्तो लागिरहेछ त मोमो? मिठो भइसकेछन्। सृष्टिलाई, प्रतिमालाई, भाउजूलाई, सिमरन, सन्जुलाई मिठो भएको छ। दिदीलाई कस्तो लाग्यो? म त आफै बनाउने मान्छे, बनाइराखेको मान्छे के मिठै हुन्छ सधैँभरि। सुरज, तिमीलाई कस्तो लाग्यो? मिठो भएर सक्यो। अब फेरि ठप्ने हो। प्रदीपलाई? All right, very good.